मलाई त्यस्तो बल्क गर्न नि मन छैन, तर मलाई मसल्स पनि चाहिएछ। के तपाईँहरूलाई यस्तो हुन्छ त? हुन्छ भने चाहिँ टेन्सन नलिनुहोस्, यो पोसिबल छ र यसलाई फिटनेसको टर्ममा लिन बल्किङ भनिन्छ। प्रब्लम कहाँ आउँछ भन्दा कि त बिगिनरले एकदम धेरै खाइदिन्छ जसले गर्दा फेरि डट्टी बल्किङ हुन जान्छ र फ्याट पनि गेन हुन्छ, कि त बल्की हुन्छु भनेर डराएर पहिला जतिकै खान्छ जसले गर्दा मसल किन्छ यति पनि हुँदैन। लिन बल्किङ गर्दा हामीले मेन्टेनेन्स क्यालोरिज भन्दा जम्मा 200 देखि 300 क्यालोरिज धेरै मात्र खाने हो। यदि त्योभन्दा बढी खाइयो भने चाहिँ फेरि डट्टी बल्किङ हुन जान्छ। लिन बल्किङ गऱ्यौँ भने चाहिँ हाम्रो मसल राम्रो आउँछ एकदम थोरै फ्याटसँग, र हामीले डट्टी बल्किङ गऱ्यौँ भने चाहिँ हाम्रो फ्याट आउँछ र मसलको मात्रा लास्टै थोरै हुन्छ। र 200-300 क्यालोरिजलाई कसरी बुझौँ भन्दा हामीले 1 कप राइस र एउटा बनाना चाहिँ मेन्टेनेन्स क्यालोरिज भन्दा धेरै खाइयो भने चाहिँ त्यो 200 देखि 300 क्यालोरिज सरप्लसमा जान्छ, जसले गर्दा हाम्रो बल्किङ लिन बल्किङ हुन जान्छ। लिन बल्किङको मेन फर्मुला भनेकै प्रोटिन हो है। प्रोटिन चाहिँ 1.6 टाइम्स बडी वेट चाहिँ जसरी हुन्छ खानै पर्यो। प्रोटिन बिना त मसल बन्दैन। लिन बल्किङमा स्ट्रेन्थ ट्रेनिङ चाहिँ एकदम इम्पोर्टेन्ट छ। यदि हामीले स्ट्रेन्थ ट्रेनिङ गरेनौँ भने चाहिँ हाम्रो त्यो मसलहरू चाहिँ फ्याटै हुन्छ कि, त्यही भएर स्ट्रेन्थ ट्रेनिङ गर्न पर्यो जसले गर्दा मसल रिटेन हुन्छ र मसल आउँछ राम्रो। लिन बल्किङ भनेको चाहिँ एउटा स्लो र कम्पोज प्रोसेस हो। त्यो प्रोसेसमा हामीले हतार गर्न हुँदैन र आनन्दले 6 महिना 8 महिना 10 महिना जति महिना लाग्छ लिन बल्किङ चाहिँ एकदम राम्रोसँग गर्नु होला, जसले गर्दा चाहिँ बडी एस्थेटिक मन देखिन्छ र त्यो अक्वर्ड बल्किङ फेजमा पनि जान पर्दैन।